सुदन गुरुङ गृह मन्त्रालयमा फर्किएपछि गुण्डुमा गयो भुइँचालो। ओलीलाई फेरि पनि कर्याप झ्याप पार्ने चिन्ता बढ्यो। हो दर्शकबिन, अन्ततः 48 दिनपछि पुनः सुदन गुरुङ नै गृह मन्त्रीका रूपमा फर्किएपछि गुण्डुमा यतिखेर ओलीको सातो उडेको छ। अनेक आरोप र लालछना लगाएर सुदन गुरुङलाई गृह मन्त्रीबाट हटाउन सफल भएकोमा सुखको सास लिएकाहरूले लिएको सास पनि फाल्न नपाउँदै पुनः गुरुङ नै गृह मन्त्रालयमा फर्किएका छन्। पहिलो पटक गृहमन्त्री बन्दा एमाले अध्यक्ष तथा जेन्जी नरसंहारका मुख्य अभियुक्त केपी शर्मा ओलीलाई 24 घण्टा भित्रै चिल्ले चल्ला टिपे जस्तो टपक्क टिपेर एका बिहानै प्रहरी परिसर पुर्याएका गुरुङ फेरि गृहमन्त्री बन्नु एमाले जनका लागि 7.5 को दशा शुरू हुनु जस्तै हो। त्यसैले अहिले गुण्डुमा त्रासको माहौलका कारण सन्नाटा छाएको छ। विगतमा दिन रात नभनी 24 घण्टै मन्त्रालयको